ल यो रातो जर्सीमा चाहिँ नेपाली कम्युनिटीको हाम्रो टिम हो भने अर्को व्हाइटमा चाहिँ इराकी कम्युनिटीको बोइजहरु हो। दुईटा कम्युनिटी बीच वगमा आज फ्रेन्डली गेम हुँदैछ। धन्यवाद छ यो भिडियो हेरिदिनु भने सबैजनालाई। Oh, good skill. उसको दिदी बिरामी भएर र केटोले आउट भने रहेछ है। केटरको गेम रेकर्ड भइरहेछ। मनोजको बोलाइ चाहिँ खतरा छ, सुनिन्छ जहाँ पनि। Yep. हर्र नेपाली बोइज हर्र पहिला तिमीले बोलाएको केटाहरू यो होइन है? करिब अलिअलि चाहिँ हो के छ त्यो अडिट के पो अझ के खेल्यो तर थुप्रो छ। पहिलो कर्नर इराकी टिमको लागि। अगाडि कोही छैन। पर यत्रो ओ गुड जब त्यो चाहिँ राम्रो प्लेयर हो। जब बल इनर के थ्रू। Right.
भोलि आउँछ केटाहरू उसको साथीहरू मेलपात पनि छ अनि यहाँको त्यही एहेमहरू नि अब युनि जान आँट्यो कि यो होलिडे पछाडि त्यस पछाडि क्यानबेरा जान्छ एहेम र मिगेल त्यो अर्को फिलिपिनो आउँदैन यहाँ त्यो दिपकरको दुवै साथीहरू हो यी तिनीहरू अहिले केही छैन हौ केही समय ड्राइभिङै गरिबस्छ होला जस्तो छ केटो युनि चाहिँ नजाने भन्दैछ हाम्रैमा एभियोनिक्सको लागि जान भनेर भनेको अहिलेसम्म उनी गरेको छैन एभियोनिक्स गर्नको लागि कोर्स गर्स भनेको सुने छैन त्यही त केही समय बसिरहन्छ के चलिरहेको छ तिम्रो पनि फ्यामिलीमा बिरामी मेरो फ्यामिली नि बिरामी मेरोमा नि मेरो उसको भाउजूको कान्छी बहिनी बिरामी भएर भर्खर हस्पिटल डिस्चार्ज गरेछ हिजो सरोज ल ल ल बस खेल न एकछिन हर्र हर्र पास निकाल्दै हाल्यो नि केटा हो कस्तो एटिएम बिग्रियो ल ल ल फिक्स गरे बोइज नम्बर 7 यासिर Play like Messi, man. डिफेन्स में झरे केटा के गर्छौ केटाहरु टिम मिलाऊ खेल राम्रो छ अलि पोजिसन मिलाऊ बल ल्यायो है
गुड जब फेरि फिक्स हेऱ्यो सरोजलाई बल पास गर न ल जाऊ कुबेर जाऊ नगर अलि कुद्न सक्छौ नि तिमी कुद्न सकिहाल्छौ एउटा झुकाइहाल समीर ओके क्याच गरिहाल फेरि फिक्स गरिहाल अगाडि लैजाऊ विवेकसँग खेल जाऊ नआत्तर केटाहरू राम्रो छ ए राजेशजी कहाँ हो जाऊ न समीर किपर अत्तरी झन्नै खायो यार यहाँ हेर्नु नि 4 जना छ को राजदाई ए केटा हो यता नजिक भान्जा एकैछिन अब केटाहरू तर घामै धेरै छ डार्विन के भयो ए हो र म न्युज हेरेँ नि छैन यार है किप रेफ बोइस सिटी बजाऊ न होला रेफ बोइस सिटी बजाऊ न डोन्ट प्ले रफ बोइस टेक इट इजी huh क्लियर गरो गुड ए हिमाल तिमी प्लेयर हैन है अलि कुद के भयो क्या त्यसले सिटी बजाएन यहाँनिर पक्रिँदाखेरि ओए भाइ नपस्नुहोस् नसमातौँ है केटाले रफ खेल्न थालिहाल्यो नि कुबेरले समाते फेरि कसले कुबेरलाई नि लडायो क्या पर त्यसो गर्नु हुँदैन सरोज छिटो गर को आउने एकैछिन ओ विष्णु भाइ आऊ विष्णु आऊ निर्मलको ठाउँमा
प्रदीप उसलाई यहाँ राख ल विष्णुलाई छिर्दिएला ल के त नि तर Oh, let's shoot. विष्णु 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 छोडेन 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 केही छैन छोडेन अलि अलि इजी अप्सन हेर्नु है केटा ओके के र विवेक अगाडि जाऊ ल ठिक छ केटाहरू ठिक छ नआती लैजाऊ छिटो पास गर न त्यो कस्तो पास बिगारेको यार बेगदेखि थ्रु बल्ने कस्तो दामी थियो सबै अगाडि सरोजै पर जाम भयो क्या सरोज अलि अगाडि पछाडि गर न तिमी जाम भयो यार डिफेन्डरहरूको गफ चलिरहेछ यिनीहरूले खासै राम्रो पेल्या छैन नि पेल्ने टाइपको केटाहरू त ठिक छ हाम्रो ट्रेनिङ त हुन्छ हिमाल नि सिटी बजाइहाल न फ्रेन्डली गेम हो कि केही हुँदैन सब ओके That's fine, yeah. हो उनीहरूको कम्युनिटी हो तर के भनेछ खाली छैन अहिले एकैछिन एमहरुकै कम्युनिटी हो तर एम प्राय यो केटाहरूसँग त्यति खेल्दैन थुप्रो छ क्या यिनीहरूको ऊ गरेर ल्याएको पहिला कति आनन्द सरकारले सब गर्दैछ तर यो केटाहरू सब बच्चा बेला आएकोहरू 2007 भान्जा जाऊ भान्जा खाने पानी ओके पानी ल्याइदियो पानी पर अर्को कसको बच्चा पानी ल्याइदेऊ न साँच्चै मेरो भिडियोको लागि एउटा इन्ट्रो भिडियो बनाइदेऊ ल स्टार्टिङ र एन्डिङको लागि है छोटो क्विक वेलकम थ्याङ्क्स भन्ने टाइपको जस्ट कुबेर के भइरहेछ दाइको च्यानल तिमीले अलि ध्यान दिएन क्या एक्टिभ भौ न मैले त बारीको पाटोमा छोडेरै मोनोटाइज गर्दै यहाँ भयो बल्ल तर अब ऊ चाहिँ हुँदैन ल त्यस्तो बेला अब डिएक्टिभ नहोस् भनेर मात्रै लाग्छु अब चाहिँ हालिदिइराख्छु बस्नु परेन
ए रेफ्री सिटी फुका रेफ्री भन्यो रेफ्री रातो कार्ड भन्छ जाऊ भन्छ विङमा प्लेयर चेन्ज भएको छ है भाइ भन्छ जाऊ रेस गर है माथि जाऊ माथि आफ्नै प्रवीण भाइ तिमी चाहिँ खासमा कुन पोजिसन खेल्छ क्लबमा ब्याक राइट ब्याक लेग ब्याक ओके त्यो अनिल भन्ने साथी कस्तो खेल्छ देखेछौ उसको खेल केटाहरू गाउँमा व्यस्त हर 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 फास्ट फास्ट भन्यो अरे यति मात्रै बुझेको त्यत्रो धेरै क्लबमा खेल खेल्दा केटाहरू सब बोल्छ नि हर हर भनेको चाहिँ फास्ट फास्ट मार हामी चाहिँ मार मार भन्ने होला नि केटाहरूले हर हर ओ मार मार केटाहरू मार नाइस शट फ्री नछोड न केटा फ्री नछोड खाली त्यहीँबाट अलिक नलागे गोल लाग्छ नि विवेक 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 मान्छे ओके विष्णु भाइ हेरिराख न विष्णु कालेले यति चाहिँ गर्यो है यो बल निकाल्ने छ नि कस्तो 6 नम्बर राम्रो टिपकरहरूको टिममा अस्ति डिफेन्डर खेल्छ 6 नम्बर वागाको रिप्रेजेन्ट गर्दाखेरि विष्णु माग गरे विष्णु माग गर्यो नछोड ओहो कति केटा के भने के बिग्रेछ केटाहरूले ओए सिटी बजाऊ है कुट्छ केटाहरूले कफी खान जाँदा फेरि आयो ओ रेफ्री ए हुमलाई किन अगाडि पठाएको विष्णु भाइ हेलो विष्णु दाइ पाडी रेड बल रे ओए रेफ यता आउट यता बस्छ मान्छे उता गफ गरेर जान्छ सिटी बजाइदेऊ नि केही छैन नडराउ अर्को हेर्दै हाम्रो टिमले फुट्लाङ टिमलाई सरोज बल मागेर फेरि किन समीर फलो
हर्र बोइज हर्र गुड जब बोइज ड्रप ब्याक विष्णु पछाडी भाइ पानी ल्याइदो बल्ल छिटै खोज्छ कोही साट्नु पर्ने छ भने भन है ल ब्रेक लिने अघि पस्ने एक केटा कसले माग गरिरहेछ सर ए त्यहाँ मात्रै नदेऊ न ह्यान्डबल वेट बोइज वेट एडभान्टेज चलायो सोझो हुनु नि नमिठो छ केटाहरूले भनिहाल्छ सेकेन्ड गेम नि खेल्नु पर्यो नि विष्णु अय्या फेरि बिचमा ल केटाहरू रिसा है के गरेछ तिमीहरूले ल ठिक छ ओ विवेक यो भान्जालाई अगाडि राख्देऊ न भूमलाई बीचमा क्या हुम भाइ तिमी बीचमा बस्छ न भान्जालाई अगाडि राख मिडफिल्डर चाहिरहेछ हामीलाई विवेक भान्जा खाली ए काले आउ काले गुड जब त्यसको कन्टिन्यू गेम छ भने चाहिँ बबालै गर्छ क्या जस्तो लाग्छ है तर त्यो सिजनल प्लेयर हो यो केही हप्ता आउँछ त्यस पछाडि डिसअपियर क्या मिल्दैन है त्यस्तो हुन्छ र बल चाहिँ के खेलाइरहेको थियो ओके अरे यो आयो नभन न हौ यार अवश्यको नाम म जानिनँ भन्छ होला म छिर्दिनँ होला केटाहरूले खेल्न है केटाहरू खेल्न सक्यो भने म छिर्दिनँ अनि उनी भयो भने चाहिँ छिर्छु दिपक भाइ ठिक छ ल केटाहरूले थेक्न त थेकिरहेछ तर खै के हाम्रो जहिले केही नमिल्ने किन
केटाहरू अलिक फास्ट छ उनीहरूको उनीहरू फास्ट पनि छ यो केटाहरू सब क्लब धेरै म्याक्सिमम क्लब खेल्ने केटाहरू हो क्या त्यो पनि छ त्यही भएर बास बलर बलर टाइमिङ सेटी पर्दा खासमा यिनीहरूलाई इन्जोय हुने हो हामीलाई चाहिँ हाम्रो चाहिँ ठुलै हुने हो क्या ट्रेनिङ हुने हो भान्जा भान्जा अगाडि भान्जा 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 रन सरोजलाई सरोज 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 निकाल्न त निकाल्यो गुड जब विवेक विवेक जाऊ जाऊ भान्जा भान्जा भन्दा उडेर हाल्यो एटलिस्ट पुग्न पुग्यो नि केही छैन त्यति त ल प्रदीप प्रदीप किपर विष्णु 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 है विष्णु है विष्णु है सुन्दर रोकेर 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 उता रे गुड जब अलि अलि ढिला भयो हरा हरा विष्णुले बल नरोक्नु पर्ने थियो योपालि तीनटा केटाहरू यहीँ अप्सन थियो हेलो दिदी के भयो को निस्किने ल ल ल ल ल ल ल बल चाहियो विवेक विवेक उनीहरूको नि मिलेको छैन है कुदै कुदै कुद छिर छिर तिमी उता हेर न उता उता हेर उता एउटा भाइलाई त्यो लाइनमा राखिदिनु म यता बस्छु एटलिस्ट लाइन्सम्यानसँग पढ्यो एकजना भ्याउँदैन नि भ्याएकै छैन कि कमसेकम आउट साउट भएको त हेरिदिनु पाइयो नि सजिलो भयो नि त म को चाहिएको भाइ यो पनि भेट्नु राहुल भाइ राहुल एकछिन आऊ रे
बिसौ है हस् झोलामा राखेर आऊ Come on! ल साथीहरु म चाहिँ थाकेर फाँक भएर बसिरहेको छु फेरि अर्को रेस मलाई अरु केटाहरु खेलिरहेछ एकैछिन भिडियो लिनु पर्ला म चाहिँ ल इट्स भेरी स्याड आज मनोजीको औँला राइट ह्यान्डको चाहिँ औँला जेठी औँला चाहिँ फ्र्याक्चर भयो भर्खरै अनि हस्पिटल कुद्नुभयो किपरजी हामी खेल कन्टिन्यू गरिरहेछौँ है इट्स भेरी स्याड साथीको चाँडो रिकभर होस् शुभकामना कामना छ खेल यस्तै हो फ्रेन्डली गेम बन्यो hit
राजजीले कल गर्नुभएको छ एकैछिनमा रिटर्न गर्छु आँखाभरि पसिना Oh, boys, don't push it, Take it easy, boys. Oh, it's friendly game. Sorry, guys, don't do that. I saw. Ref, whistle it. राम्रो कुद्यो केटा तर भेटाउन सकेन टाइम कति छ भाइ Good goal. Nice goal. That's the keeper foul, man.